हेलो एन्ड नमस्ते सबैजनालाई है। आज चाहिँ हामी जाँदैछौँ पोखरादेखि माथि नै, तर कहाँसम्म थाहा छैन। हामी दुईजना, अनिल र म, अनि हाम्रो बाइक यानेस। हामी चाहिँ अहिले 6 बज्यो चौरा चोकबाट जाँदैछौँ। बाँकी चाहिँ बाटोतिरै गएर हेरौँ न। हामी चाहिँ पोखरामा खाना खाएर अब पोखरादेखि अगाडि नयाँ पुलतिर जाँदैछौँ होइन। अनि नयाँ पुलदेखि टर्न लिएर हामी चाहिँ झिनुको लागि अगाडि बढिरहेछौँ। अनि झिनुसम्म जानलाई चाहिँ घान्द्रुक जाने बाटो पनि यही नै बाटो हो, तर हामी चाहिँ बिचमा एउटा पोइन्टबाट छुट्टिन्छौँ। एउटा बाटो झिनु अनि अर्को बाटो घान्द्रुक। हामी चाहिँ अहिले जाँदाखेरि झिनु जाने बाटो बन्द रहेछ है। बन्द भएको कारणले अब हामी यो अन्जु होटलमा बाइक राखेर त्यहाँनिर छ हाम्रो बाइक। बाइकमै जान सकिन्थ्यो, बन्द नभएको भए बाइकमा बाटो बनाउनु लाग्यो भएर बाइक यहीँ राखेर हामीलाई एक्स्ट्रा 3 घन्टा हिँड्नु पर्ने भयो। अहिले बेलुकाको 5 बज्यो र पुरै यो जङ्गलको बाटो हिँडेर जाँदैछौँ। र माथि जाने चाहिँ यतादेखि रहेछ, यहाँदेखि तल, र हामी एबिसी जानलाई चाहिँ यहाँदेखि सिधै अगाडि जाँदैछौँ। घान्द्रुकको लागि चाहिँ यो बाटोबाट माथि जाने रहेछ। अहिले 5:20 रात पर्नेवाला छ। अझै बस्ने ठाउँसम्म पुग्नलाई 2.5 घन्टा बाँकी छ। हामीले चाहिँ राम्रै एक्सपिरियन्स पाइयो होइन, एकदमै। अरू बाइकमा आउने बाटो हामी हिँडेर कभर गर्दैछौँ। एक्स्ट्रा ट्रेकिङ भयो चाहिँ। चल्ते नै दौडते। कति मिनट हिँड्यौँ हामी? लगभग 45 मिनट। र मार्दीको ट्रेक चाहिँ त्यो पारीको बाटो, त्यो गाउँ हुँदै त्यो बाटो हुँदै त्यहाँबाट माथि गएर फरेस्ट क्याम्प रहेछ। यो देखिने ठाउँ चाहिँ हाई क्याम्प रहेछ। अन द वे हामी चाहिँ ल हामीलाई ठ्याक्क सनसेट भेटायो हिमालको अलिकति। र यहाँनिर आइसकेपछि चाहिँ दुईवटा बाटो छ। चेम्ब्रोङ जाने बाटो चाहिँ यता तल, एबिसी जानुहुन्छ भने चाहिँ यहाँदेखि तलको बाटो लाग्नुहोस्। अहिले रात परिसक्यो, हामी 1.5 घन्टा हिँड्यौँ। अहिले ठ्याक्कै बेलुकाको 7:30। हाम्रो यहाँको लोकल एकजना दाइ भेटिनु भयो, जस उहाँले हामीलाई यहाँसम्म गाइड गरिदिनु भयो। यो रातिको अँध्यारो बाटो प्लस जङ्गल होइन, एकदमै हेल्प भयो हामीलाई। उहाँ चाहिँ एकदम हेल्पफुल मान्छे, तर यतातिरको मान्छे एकदमै लास्टै हेल्पफुल है। तर ल 7 बज्यो, हामी यो झिनुको पुलमा कटेपछि झिनु आउने। हाम्रो झिमुमा चाहिँ बस्ने प्लान हो, तर लेट्स सी सकियो भने चाहिँ माथि नै पुग्ने ट्राई गरिरहेको छौँ। तर हामी 2 जना मात्र छौँ। लास्ट टाइमको भिडियो हेर्नुभयो होला, हामी चाहिँ 4 जना थियौँ, राज र गोपाल। उनीहरू चाहिँ मिस भइरहेछन्, ब्याडली मिसिङ है। नेपाली चाहिँ त्यस्तै भयो, 4 जना आउनलाई संजोग मिलेन। इन्टायर ट्रिप तिमीहरूकै कुरा भइरहेछ भनौँ न, एकदमै। नेक्स्ट ट्रिप चाहिँ फेरि 4 जनाको विदिन 2 विक्स 3 विक्स फेरि अर्को भिडियो आउँछ, 4 जना अर्को ट्रिप होइन। त्यसको लागि चाहिँ स्टे ट्युन। सो डे 2, गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। हामी अहिले झिनुमा छौँ। हिजो चेम्ब्रोङसम्म जाने प्लान थियो, तर सकेनौँ हामी चाहिँ, अनि ढिला पनि भयो। त्यही भएर हामी झिनुमै बस्यौँ। अब हाम्रो सेकेन्ड डे झिनुदेखि आज माथि कहाँसम्म पुगिन्छ लेट्स सी, अनि बाटोमा हेर्दै गर्नु होला। मौसम पनि क्लियर छ। हामीले बाटोमा नयाँ साथी भेटाइसकेका छौँ। यिनीहरू हामी सँगै छन् होइन। तलैदेखि कहाँसम्म पुग्छन् हेरौँ। र यता दामी हिमाल पनि ठ्याक्क देखियो अब। अनि यो हिमाल हेर्दै हामी चाहिँ अगाडि बढ्दैछौँ। झिनुबाट लगभग 1 घन्टा 30 मिनट जति हिँडेर यो फर्स्ट पोइन्ट रहेछ रेस्ट गर्ने ठाउँ। यहाँ आएर अमला खाँदै बसिरहेछौँ। अझै 1 घन्टामा अब चेम्ब्रोङ पुगिन्छ कि भन्ने आशा छ। झिनुदेखि चेम्ब्रोङ आउने यहाँ देख्नुहुन्छ यो बाटो यस्तै हो सबै बाटो। यो त अलि सम्म छ, तर यता तल हामी पार गरेको बाटो सब ठाडै यस्तै स्टेपमा मात्र छ। त्यहाँदेखि यहाँसम्म आउँदा त किन आइयो भन्ने खालको फिल हुने रहेछ। यस्तै ठाडो बाटो हो हिँड्ने होइन। अनि सिधा पारी माछा पुछ्रे हेर्दै अनि यो बाटो आइरहेको छौँ हामी। चिनुवा जाँदैछौँ अब 1 घन्टा 30 मिनट। चम्ब्रोङ गाउँमा आइपुग्यो। यस्तो रहेछ यता तलसम्म, अनि होटलहरू 1-2वटा। अब जाने त्यो डाँडोमा, त्यसपछि त्यो पल्लो डाँडो। त्यो पारीको टावर देख्ने ठाउँ चाहिँ चेम्ब्रोङ। त्यहाँदेखि सिधै त्यो घरहरू हुँदै यहाँ तल त्यो खेत भएको बाटो हुँदै त्यसपछि तल खोलामा गएर खोलादेखि फेरि उकालो आउनु पर्ने रहेछ। हामी लोवर सिनुवा आइपुग्यौँ। अनि हामी अब लोवर सिनुवामा आइपुगेर खाना तयारी गर्दैछौँ। खाना चाहिँ यहाँ छ। हामी हिँड्न चाहिँ अति नै बाँकी छ, तर खाना पहिला खानु पऱ्यो, अनि हिँड्न त बिस्तारै हिँडौँला नि। हामी अहिले अन द वे नै छौँ। हामी लोवर सिनुवामा आएर त्यहाँदेखि अप्पर सिनुवाको लागि सबै यो ठाडो सिँढी जाँदैछौँ होइन। आधी घन्टा भयो, अझै हामीलाई 15 मिनट जति लाग्छ। हामी चाहिँ उकालो चढ्दै
ब्याम्बो ब्याम्बो यहाँदेखि 30 मिनेट 1 घण्टा 30 मिनट अनि दोबान दोभान चाहिँ 3 घण्टा यहाँदेखि हामी चाहिँ अहिले अप्पर सिनुवा 2360 मिटरमा हाइटमा आइसकेको छौँ बिस्तारै बढ्दैछ त्यो दोबान हो बम्बु त्योभन्दा अगाडि पर्छ त्यहाँदेखि हिमालयन कता यहाँदेखि हिमालय तपाईँहरू उकालो लाग्ने हो उकालो लाग्छ अप्पर सिनुवा कट्दै हामी अप्पर सिनुवादेखि 1 घण्टा आयौँ अब लगभग 2 घण्टा हिँडेपछि हामी दोबान पुग्छौँ अझै पनि हिँड्दैछौँ यो जङ्गलको बाटो यतातिर पुरै बाटो भनेको सबै जङ्गलकै बाटो हो फेरि अनि आजको डेस्टिनेसन दोबान हुन्छ कि अझै सक्यो भने हिमालयसम्म पुग्ने टार्गेट हो हाम्रो लेट्स सी अब यहाँदेखि दोबान लगभग 3 घण्टामा पुग्दैछौँ बाटोको कन्डिसन यही हो हिँडिरहेछौँ है हामी अब ब्याम्बो भन्ने ठाउँमा आइपुग्न आँट्यौँ यहाँतिर देख्नुहुन्छ सब ब्याम्बो भन्दा अरू केही पनि नपाइने रहेछ त्यही भएर यो ठाउँको नाम पनि ब्याम्बो फाइनली ब्याम्बो 2145 मिटर ब्याम्बोदेखि लगभग 1 घण्टा हिँडेपछि यहाँनिर दोबानमा आइपुग्यौँ दोबानमा पनि जस छ राम्रै रेस्टुरेन्टहरू रहेछन् अप्पर दोबान र हिमालयको बिचमा यहाँ चाहिँ एउटा मन्दिर अनि मन्दिरको छेउमा एउटा झरना पनि छ हामी चाहिँ अहिले हिमालयन पुग्न लाग्यौँ होइन दोबान बस्नुपर्ने हामी ठुलो मिस्टेक गरेर हिमालयन जाने भन्न आउँदा रातिमा जङ्गलको बाटो बिच जङ्गल केही पनि छैन सानो बाटो अनि तल पनि खोला पारी जङ्गल माथि जङ्गल है एकदमै डर अहिलेसम्म कि वाइल्ड एक्सपिरियन्स भयो होइन मुटु चाहिँ अहिलेसम्मै भुट यति भइरहेछ कि त्यो त हामीलाई मात्र थाहा छ होइन कोही पनि बिर्सेर पनि यो एबिसी ट्रेकको रुटमा चाहिँ रातिमा चाहिँ ट्राभल नगर्नु होला हामीले त्यही सजेस्ट गर्छौँ फाइनल्ली अब पारी लाइट चाहिँ देखाएको छ होटेल होला त्यो होस् एक्सपेक्टेसन त्यही गरौँ डर चाहिँ अति नै लागिरहेछ अति होप सेफली त्यहाँसम्म पुग्न सकिन्छ होला आज चाहिँ 50-50 भएर हिँड्यौँ अब आज बाँच्न पनि सकिन्छ या अब हामीलाई केही वाइल्ड एनिमलले अट्याक गर्छ भनेर हामी चाहिँ नट स्योर कि 50-50 मै थियौँ तर पनि यहाँसम्म सर्भाइभ भएर आयौँ होपफुल्ली अब त्यहाँसम्म पुग्न सकौँ होइन अब त्यही हो लेट्स सी फाइनल्ली हामी हिमालयन पुग्यो सेफली है थ्याङ्क गड भनौँ आस मारिसकेको थियौँ तर पुग्यो हेलो एन्ड नमस्ते सबैजनालाई आज चाहिँ डे 3 हामी छौँ हिमालयमा लगभग 2800 मिटरको हाइट अनि हामी चाहिँ बिहान भयो अब हिजो यहाँ आएर बसेर यहाँदेखि माथि जाँदैछौँ आज बेस क्याम्पसम्म होइन अब हिजो चाहिँ राति एक्सट्रिम अति नै डरलाग्दो बाटो आइयो राति अनि हिजोको भिडियो त्यति राख्न पाइएन यता नेट नचल्दो रहेछ वाइफाई मात्र चाहिँदो रहेछ त्यसैले अब लेट्स सी हामी जाँदैछौँ बाँकी चाहिँ अगाडि आएर हेरौँला है त अहिले हिमालयदेखि लगभग आधी घन्टा अगाडि आइपुग्यौँ अनि बाटो चाहिँ यस्तो छ सबै ढुङ्गाको बाटो हो अनि प्लस माथि चाहिँ अब सनराइज भइरहेछ घाम लागेपछि चाहिँ गर्मी हुन्छ जस्तो छ तर अहिलेलाई चाहिँ जाडै छ होइन लगभग हिमालयदेखि देउरालीसम्म जाने बाटो चाहिँ ढुङ्गा नै हो बाटो उकालो प्लस ढुङ्गा हिमालयदेखि 1 घण्टा 15 मिनट हिँडेर देउराली आइपुग्यौँ यो ठाउँ चाहिँ देउराली हो यहाँदेखि हामीलाई अगाडि चाहिँ कुन पोइन्ट हो थाहा छैन अब यहाँ देउरालीमा सोधेर हामी अगाडि बढ्छौँ त्यसपछि फेरि अर्को इन्फर्मेसन भिडियो चाहिँ हाल्छौँ हामीलाई होइन अहिलेलाई जाउँ देउराली 3230 मिटर माछापुच्छ्रे बेस क्याम्प 2 घण्टा हिँड्नुपर्ने रहेछ अब यो बाटो देउरालीदेखि लगभग 1.5 घण्टा जति आइपुग्यौँ अगाडि हाइट चाहिँ लगभग 3400 मिटर सी लेभलदेखि है यतातिर चाहिँ अहिले घाम लागिरहेछ जाडो त्यति छैन चिसो हावा चलिरहेछ तर घाम चाहिँ लागिरहेछ बाटो यता आएपछि अलिकति सजिलो यता पारी खोला नै जमाएछ पारी भित्रतिर माछापुच्छ्रे बेस क्याम्प आइपुग्यौँ यहाँ अगाडि देखिने थियो माछापुच्छ्रे बेस क्याम्प फाइनल्ली अहिले
माछापुच्छ्रे बेस क्याम्प आइपुग्यौँ होइन 3700 मिटर फ्रम सी लेभल। यहाँदेखि अझै एबिसी जानलाई चाहिँ 2 घन्टा लेखाएको छ बोर्डमा, सायद 3 घन्टा लाग्ला, बोर्ड अनुसार त हिँड्न पाइएन, हामी सकिँदैन रहेछ। लेट्स सी, राम्रै भइरहेछ अहिलेसम्मको ट्रिप, अब माथि पनि राम्रै होला। अब अति नै डेन्जर चलिरहेछ, जाडो पनि त्यत्तिकै जाडो छ र पछाडि माछापुच्छ्रेको भ्यू त कस्तो दामी देखिरहेछ है। अनि त्यही हो, हामी अगाडि बढ्दैछौँ। अब माछापुच्छ्रे बेस क्याम्पदेखि लगभग 2 घन्टा लाग्दो रहेछ अन्नपूर्ण बेस क्याम्प पुग्नलाई। हामी 1 घन्टाको बाटो चाहिँ हिँडिसक्यौँ र पछाडिको माछापुच्छ्रेको भ्यूसँगै मैले यसरी टर्न गरेँ भने चाहिँ यतातिर अन्नपूर्णको भ्यू देख्न सकिन्छ है। बादल लगाइरहेछ, होप राति चाहिँ हिउँ परोस्, त्यो भयो भने चाहिँ अझै रमाइलो हुनेवाला छ होइन। यहाँनिर एउटा आइस लेक रहेछ, सब जमेर यतातिर। यहाँ 2 फोटोसोटो खिच्छौँ अनि पारी माछापुच्छ्रे हेर्दै अनि हामी यसरी घुमेर हाम्रो त्यहाँ ठ्याक्कै त्यहाँ पछाडि देख्नुहुन्छ होला, देखिने हिमाल पनि अन्नपूर्ण हिमाल नै हो। अझै हामीलाई लगभग आधी घन्टा जति लाग्छ जस्तो लागिरहेछ मलाई त्यहाँ पुग्नलाई। लेट्स सी। फाइनली हामी चाहिँ एबिसी आइपुग्यौँ है। त्यही हो, चिसो अति नै छ, 2 डिग्री सेल्सियस अहिले चाहिँ यहाँको टेम्परेचर। ठाउँ चाहिँ ठिकै छ, दामी छ, सबैजना आउन सक्नुहुन्छ। अनि ओभरअल हाम्रो एक्सपिरियन्सको कुरा गर्नुपर्दा पनि नसक्ने ट्रिप चाहिँ छैन, सकिन्छ। झिनो भन्ने ठाउँमा गाडी राख्नुपर्छ अनि त्यहाँदेखि चाहिँ हाम्रो यात्रा सुरु हुन्छ हिँडेर। अनि हजुरहरू यहाँसम्म आउँदा 2 दिनको यात्रा हो, 2 दिन हिँड्नुपर्छ, फुल ट्रेक 2 दिन, सिडी 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 सिडी, उकालो ओह्रालो टाइपको बाटो हो। त्यही भएर त्यही हो, रमाइलो छ एबिसी ट्रेक। सुरुमा बिच बाटोमा हिँड्दाखेरि चाहिँ अलिकति किन आयो भन्नेवाला फिल भएको थियो, जङ्गलको बाटो अति नै छ अनि त्यो जङ्गलको बाटो हिँड्दाखेरि चाहिँ किन आयो भन्नेवाला फिल भएको थियो। फर्स्ट टाइम ट्रेक आउन चाहनेहरू पनि मजाले आउन सक्नुहुन्छ जस्तो लाग्यो मलाई चाहिँ। त्यही अल्टिट्युड चाहिँ 4130 मिटर। हामी चाहिँ लास्ट इयर तिलिचो गएको थियौँ, तिलिचोको एक्सपिरियन्स अनुसार चाहिँ यो त अलिकति हामीलाई त्यस्तो केही पनि लागेन, किनकि त्यो धेरै हाइट थियो, हामीलाई अल्टिट्युडको प्रब्लम पनि यहाँ केही पनि आएन, जे सजिलै कभर गरियोस् अलमोस्ट अल ट्रेक होइन। अनि यताको माछापुच्छ्रेको भ्यू पनि दामी देख्न पाइन्छ, दामी है यहाँदेखि। अनि त्यही हो, यहाँबाट देखिने हिमालहरू चाहिँ मैले सबै देखाइसकेँ। बाँकी भोलि बिहानको सनराइज देखाउँछु है। भोलि बिहान 6:55 को सनराइज, अनि त्यो हेरेर हामी चाहिँ भोलि नै तल फर्किने प्लान बनाउँदैछौँ। त्यही भएर त्यही हो, बाँकी चाहिँ भोलि बिहान कुरा गरौँला। अहिलेलाई चाहिँ यति नै, जाडो अति नै छ, हामी चाहिँ अब बेडतिर जानुपर्ने हुन्छ है। सो अहिले बिहानको 6:30 भयो होइन, हात भर्खर उठ्यो, अब रेडी हुँदैछौँ। अनि त्यही हो, अब बाहिरको दामी सनराइज भ्यू देखाउँछु मैले, अन्नपूर्णको सनराइज। सबैजना गेट रेडी है हेर्नको लागि। सो हेलो एन्ड नमस्ते सबैजनालाई। आज डे 4 फ्रम अन्नपूर्ण बेस क्याम्प। पछाडि हेर्न सक्नुहुन्छ अन्नपूर्ण माउन्टेनको दामी सनराइज, यही नै हो होइन। सनराइजको दामी फोटो पनि खिच्यो, भिडियो पनि बनायौँ 1-2वटा। अनि हामी चाहिँ अब निस्किँदैछौँ। जाडो कस्तो छ नि, जाडो कुरा नगरौँ हुन्छ यहाँनिर, जाडो लास्टै जाडो छ है। सो फाइनली है हाम्रो एबिसीको ट्रेक कम्प्लिट गरेर हामी फर्किँदैछौँ। अब चाहिँ हाम्रो टार्गेट भनेको आज लोवर सिनुवासम्म पुग्छौँ। यहाँदेखि लगभग 8-9 घन्टा हिँड्नुपर्छ है। र यो भ्यूड पनि हेर्न सक्नुहुन्छ। थ्याङ्क यू फर भिजिटिङ अन्नपूर्ण, मोस्ट वेलकम है। अब चाहिँ हामी यो बाटो हुँदै
माछा बुस्रे हेर्दै सिधा तल जान्छौँ। अब यही नै थियो भिडियो, हेरेर के कस्तो लाग्छ रियाक्सन दिनु होला, प्रतिक्रिया दिनु होला है। अब त्यही हो, मेरो आफ्नो पर्सनल एक्सपिरियन्स सेयर गरेँ मैले यहाँसम्म आउँदा। के कस्तो लाग्छ सबैजनाले हेरेर सुझाव सल्लाह दिनु होला। बाई बाई।